Guys, welcome to my mini blog. यो चाहिँ मेरो आइल्स प्रिपरेसन डे 4। आज म ग्रामरको प्रोनाउन्स प्र्याक्टिस गर्न गइरहेको छु। म सर प्रोनाउन्स भनेको के हो भनेर सर लेख्छु। कुनै प्रोनाउन्स भनेको नाउनको सट्टा युज हुने प्रोनाउन्स। एनी वर्ड्स विच आर युज इन द प्लेस अफ नाउन। म चाहिँ सरसर्ती प्रोनाउन्सको बारेमा युट्युबमा भिडियोहरू हेर्छु। के छ एकछिन चाहिँ म टाइम दिएर भिडियोहरू हेर्छु अनि त्यसपछि चाहिँ युजफुल वर्ड्सहरू चाहिँ म चाहिँ लेख्छु। अनि म इक्जाम्पलहरू चाहिँ दिएको थियो। आई वी यु दे हिज इट इज समवन हु वाट फ्यु इट इज यिनीहरू चाहिँ इक्जाम्पल हुने रहेछ। अनि फेरि पर्सनल प्रोनाउन हुने पनि हुने रहेछ। जस्तो आई वी यु दे हिज इट यसलाई चाहिँ पर्सनल प्रोनाउन भन्ने रहेछ। चाहिँ यसको क्लासिफिकेसन पनि हुने रहेछ कि आई र वी चाहिँ फर्स्ट पर्सन, यु सेकेन्ड, अनि फेरि दे हिज इट चाहिँ थर्ड पर्सन। धेरै ग्यापमा प्र्याक्टिस गर्न लाग्यो, सबै भुले जस्तो हुने रहेछ। केही छैन, कभर भइरहन्छ। अन्त म चाहिँ यसको फेरि एउटा सब्जेक्टिभ प्रोनाउन्स अनि पोसेसिभ प्रोनाउन्स र अब्जेक्टिभ प्रोनाउन्स हुने रहेछ। मैले सबको यिनीहरूको सरसर्ती सबै लेख्छु। आईको पोसेसिभमा माई अथवा माइन अनि अब्जेक्टिभमा मी हुने रहेछ। यस्तै गरेर सबैको आई ओ यु दे हि सी इटको सबको मैले लेख्छु। लेखेर नि फेरि यसलाई रिभाइज गर्नको लागि अर्को कपी झिकेर म सरसर्ती सर्टमा रिभाइज गर्छु। अनि आजको लागि यति। थ्याङ्क यू सो मच।